ती मान्छे दुई देशको तलब खान्छन्। अमरेश भन्ने एकजना अमलेश हो के एकजना नेता छन् अमरेश कुमार। अब तिनको एक्टिभिटी तपाईँ हेर्नुहोस्। ती मान्छे दुई देशको तलब खान्छन्। नेपालको नेपाली जनताहरूले तिरेको कर सांसदको रूपमा तिनी तलब खान्छन् र इन्डियन एम्बेसीबाट पनि तिनी तलब खान्छन् र यिनी इन्डियन एम्बेसीबाट बढी तलब खाइरहेका छन् र भविष्य त्यहाँ देखिरहेका छन् र उनीहरूको पक्षमा बढी बोलिरहेका छन्। जुन जुन काम बालनले राष्ट्रिय हितमा गर्छन् त्यसको विरुद्धमा यिनलाई बोल्न प्रयोग गरिएको छ। अहिले यस्ता दुई कौडीका सांसदहरू अनि यिनको लहिलैमा लागेर हामी अन्धभक्त होइन भन्दै हिँड्ने राजसभाका केही सांसदहरू छन्। म तिमीहरूलाई चेतावनी पनि दिन चाहन्छु। तिमीहरूको केही हैसियत छैन। तिमीहरूको हैसियत भनेको बालेनको हैसियत हो। बालेनको ओजमा तिमीहरू बाँचेका हौ, तिमीहरू उम्रिएका हौ। त्यसकारण तिमीहरू बालेन हटाएर बालेनलाई असफल बनाएर तिमीहरू दलालहरू कहिले पनि सफल हुँदैनौ। यो कुरा याद राख। म तिमी सबै सांसदहरू जो अहिले कराइरहेका छौ तिमीहरूलाई भन्न चाहन्छु, तिमीहरू सफल हुनेवाला छैनौ। अर्को पटक तिमीहरू यो दुनियाँमा सांसद त होइन वडा अध्यक्ष पनि जित्दैनौ। यो कुरा पनि थाहा छ तिमीलाई। तिम्रो पछाडि बालेन छैन अर्को पटक भने। यिनीहरू भन्छन् बालेन त अलोकप्रिय भइसक्यो। यिनीहरूलाई यो लागिरहेको छ। के तपाईँलाई त्यस्तो लाग्छ बालेन अलोकप्रिय भए? जब जेन्जी विद्रोह भयो, जेन्जी विद्रोह भइसकेपछि बालेनलाई लुसिफरको ट्याग लगाए यिनीहरूले लुसिफरको ट्याग लगाए र सबैलाई के लागिरहेको थियो भने बालेन सिद्धियो। बालेन सिद्धियो। बालेनले अब केही गर्न सक्दैन। बालेनले पार्टी पनि बनाउँदैन। अब बालेन जेल जान्छ भनेको होइन तिमीहरूले? त्यही भनेका थियौ तिमीहरूले। तर बालेन के रहेछ जनताको हृदयमा बसेको त रहेछ त ऊ देखियो। अहिले पनि तिमीहरूलाई यहाँ छौडाहरू उफारेको छ केही पुराना पार्टीहरूले। यी प्रतिक्रियावादीहरूले खुकुरी दल जस्ता भन्छु यिनीहरूलाई म। खुकुरी दल नचाइरहेका छन् यिनीहरूले। ती उफ्रिएका छन् र तिनीहरू मार्फत के मेसेज दिन खोजिएको छ देशभरि भने बालेन अलोकप्रिय भइसक्यो। तिमीले देख्यौ अस्ति राष्ट्रका नाममा गरेको सन्देश एउटा। त्यो सन्देश 4 करोड भन्दा बढीले त 4 करोड भन्दा बढी पटक त उनकै फेसबुकमा हेरिएको छ। त्यो भनेको के हो भने नेपालको सबैभन्दा लोकप्रिय मान्छे अहिले पनि बालेन नै हो। तिमीहरूका पुराना पार्टीका पुराना दलका 10 वटा शीर्ष नेता 20 वटा शीर्ष नेता भन्दा बढी लोकप्रियता अहिले पनि बालेनसँग छ। बालेनसँग जनता छ। बालेनसँग युवा छ। यो कुरा नबिर्सन म सबैलाई अनुरोध पनि गर्न चाहन्छु।